Hi, good morning. So it's 5 in the morning अनि भर्खरै उठेको अब रेडी भएर निस्किनु पर्ने छ बिकज 6 बजेतिर गाडी आउँछ भनेको छ त्यही हो बिहान चाहिँ यो ब्ल्याक टी अनि पफहरू खाएर जानु लाग्यो रुमको हालत त मेस्टअप छ पुरै प्याकिङ गरेर मेरो ब्याग चाहिँ यस्तो धेरै हेभी छ कि आई डोन्ट नो मैले यो बोकेर हिँड्न सक्छु सक्दिनँ चाहिँ मलाई डाउट लागिरहेछ ठिकै छ यो चाहिँ अहिले लाएर जान आउटफिट निकालेको खासै किनी होइन सिम्पल यो ट्र्याक अनि वाइट सर्ट र वाइट ट्याङ्क टप कम्फोर्टेबल हुन्छ भनेर तर जाडो चाहिँ हुनसक्छ त इन्भिजिबल भयो कि त्यही रेडी तिमी सो आजको अपडेट चाहिँ हामी आज गएर चाहिँ पितम देउराली भन्ने ठाउँमा बस्ने हो डाइरेक्ट गाडीमा गएर होटल 360 के भन्ने चाहिँ बुक गरेछ अनि भोलिबाट चाहिँ बल्ल एक्चुअल ट्रेकिङ सुरु हुन्छ त्यही हो गाडी चाहिँ 6 बजे भनेको तर अब अलमोस्ट 7 बज्न लागिसक्यो सो हामी वेट गरिरहेछौँ अब चाहिँ बालाजु आयो भने चाहिँ सो होपफुली आइपुग्छ होला अब छिट्टै फाइनली गाडी आयो यो चाहिँ अन्साको ब्याग यो चाहिँ ठुलो अन्साको ब्याग यो चाहिँ मेरो यो चाहिँ असिमको अनि यो चाहिँ हाम्रो एक दिन पोखरा पनि बस्ने प्लान छ सो त्यसको हो अनि यहाँ चाहिँ के हो यो अर्को पनि ब्याग रहेछ त्यहाँ त यो पनि ब्याग छ यहाँ जुत्ता छ तर यो ब्यागमा के हो थाहा छैन है हामी चाहिँ फाइनली ब्रेकफास्ट खाने ठाउँमा आइपुग्यो यो हामीले रेस्टुरेन्ट भन्ने ठाउँ रहेछ सो यहाँ लियो अब चाहिँ खाने अनि निस्किने हामी घरबाट हिँडेको 7:15 अहिले चाहिँ अलमोस्ट 10 बजिसक्यो सो त्यही हो सो यहाँको बिल चाहिँ 80 भएछ 25-30 हामी 6जनाले खाएको हो ठिकै होला आई गेस यो ठाउँ हेरिकन चाहिँ काठमाडौँभन्दा महँगो लिन्छ यो सुन्तला है यही महँगो पर्छ यही महँगो क्या भनिसक्यो त दाइले अघि पोखरा चाहिँ आइपुग्यो फाइनली अब हामी खाना खान जानु लाग्यो 2:30 भइसक्यो अनि फाइनली के अरे पोखरामा आएर खाने भनेर नखाइकन आएको अब चाहिँ भोकले लास्टै भइसक्यो अनि हामी चाहिँ यो जेठो बुढो भन्ने थकालीमा जानला कति भोक लागिरहेको छ त मैले खान्छु जस्तो लागेछ
तल चाहिँ यस्तो छ यहाँ पुरा डोजरले यस्तो खनाइरहेको रहेछ त्यसले गर्दाखेरि गाडी नै नजाने भयो अनि त्यसैले हामी अब हिँड्दैछौँ के हामी चाहिँ यहाँबाट जान लाग्यो यहाँबाट हाम्रो होटल जाने ठाउँ अनि यताबाट गयो भने चाहिँ सिधा धम्पुस पुग्ने रहेछ देख्दैन यहाँबाट त्यस यहाँ गाडीको लेफ्ट साइडतिरबाट चाहिँ हामी आएको हो सिधा गयो भने धम्पुस यता राइट साइडतिरबाट पनि जानु मिल्दो रहेछ तर यो चाहिँ सर्टकट भएन हामी यहाँबाट जाँदैछौँ ल भ्यू चाहिँ सही छ यहाँ फेरि हो उफ यहाँबाट हिमाल नि खतरा देखिरहेछ भेरी नाइस हाम्रो मम्मी त कस्तो होला नि हिँड्छ हामीभन्दा अब चाहिँ डिनर टाइम माइक त फाल्दै उठ्यो यो चाहिँ रुम पछाडिको भ्यू ए सरी होटल पछाडिबाट अनि सनराइज हुन लागिरहेछ एकजना क्यामेरा लिएर आउँदैछ हाई गुड मर्निङ सो आज चाहिँ डे 2 अनि हामी भर्खर उठेको अहिले अलमोस्ट 6 बज्यो सनराइजको लागि हिजो चाहिँ हामी बेलुका आइपुग्यो कि त्यही भएर खासै केही पनि भ्लग नै गरेन अनि हामी चाहिँ अहिले होटल 360 भन्ने ठाउँमा बसेको प्रितम देउराली हिजो चाहिँ खासमा के भयो भन्दाखेरि आउँदाखेरि चाहिँ के अरे बाटो बिग्रियो रहेछ त्यही भएर हामी चाहिँ खासमा यो प्रितम देउराली भन्ने ठाउँसम्म नै गाडीमा आउनु लागिरहेको थियो तर बाटो बिग्रेकोले बिच बाटोबाट हिँड्नु थालेको तर धेरै नै रहेछ कि ट्रेक त गर्नुपर्ने अनि 1 घन्टा हिँड्यो अनि फेरि गाडी चढेर आयो अनि कस्टको कुरा गर्नुपर्दाखेरि चाहिँ हाम्रो काठमाडौँदेखि देउराली यहाँ प्रितम देउरालीसम्मको 17,000 लिएको थियो तर बिच बाटोमा गयो गाडी त अनि पछि फेरि गाडी लिएर आउनको लागि प्लस एक्स्ट्रा 3,000 चाहियो त्यति भयो अनि हाम्रो यहाँ रुम बसेको प्लस डिनर प्लस ब्रेकफास्ट चाहिँ 1,500 हो पर नाइट अब आजको हाम्रो टार्गेट भनेको त लो क्याम्प जाने हो त्यहाँ अगाडि ब्रेकफास्ट एन्ड एभ्रिथिङ म एक्चुअली रुम पनि देखाउँछु कस्तो छ चाहिँ कस्तो लाग्दैछ गाइज डर लागिरहेछ सेम हियर हाम्रो ब्याग सोचेको भन्दा भारी भयो कि अब चाहिँ ब्रेकफास्ट टाइम अनि खाएर हामी चाहिँ निस्किने हो ला अन्त तैँले फेरि त्यो ब्याग ल्याएन है माइक हाल्नलाई तैँले त्यो ब्यागबाट झिका छ कि छैन छैन त्यसै छ माइकको के हाल्दैछ छ्या खस्ला भनेर छ दाइ उसमा छ के अरे ब्यागमा छ मेरो ब्यागमा छ बाहिरै छ दौडिनु पऱ्यो नि त फर्स्टमा के छैन झोला चाहिँ पाँदै पाँदै गर्दै बगाउनु अब चाहिँ रुम टुर बसेकोमा चाहिँ 3टा बेड छ सिम्पल बेड अनि त्यसपछि एउटा एट्याच्ड वासरुम
आज लास्ट डे हो तर हामीले एट्याच वासरुम पाउने आजदेखि चाहिँ छैन 2 दिनको लागि होटलको भ्यू यहाँ चाहिँ यो रेस्टुरेन्टहरू हिजो बेलुका खासै केही देखाएको थिएन तर यो प्रोपर्टी कस्तो राम्रो रहेछ अनि हाम्रो रुम चाहिँ उ त्योवाला साइडमा हो अब हामी पनि निस्किने हो आज चाहिँ लो क्याम्प पुग्नुपर्छ अलरेडी हामी चाहिँ अब हिँडेको अहिले चाहिँ ठ्याक्कै 8 बजे बिहानको आजको हाम्रो डेस्टिनेसन चाहिँ लो क्याम्प हो What is coming? Way to forest camp. यहाँ दुईटा way रहेछ हामी जाने फरेस्ट क्याम्प सो यो बाटो हामी चाहिँ फाइनली अलमोस्ट 6 किलोमिटर हिँडेर आइसक्यो अनि यो एउटा ठाउँमा बसेछ होइन एकछिनको लागि गाह्रो त गाह्रो हाम्रो चाहिँ खासमा ब्यागै धेरै गरौँ भयो कि अरूभन्दा पनि अनि भ्यू चाहिँ यस्तो देखिरहेछ अफकोर्स क्यामेरामा चाहिँ सानो आइरहेछ तर इट्स फन त पहिल्यैदेखि समस्या भएको हो हामी चाहिँ यहाँ एकछिन ब्रेक ल होटल ठ्याक्क देखायो फ्ल्याट भएको अवस्था ठ्याक्क लोकेसन चाहिँ कहाँ हो यो तर खै एक्ज्याक्ट थाहा पनि त्यो दुध खर्काउन चाहिँ बाँकी छ भनेर थाहा छ अहिले चाहिँ हामी 2500 मिटर माथि आइसक्यो अनि गाह्रो चाहिँ यही पार्ट थियो लास्टको लास्ट लेग नै गाह्रो थियो यहाँको किनभने एकदमै धेरै उकालो रहेछ यो चाहिँ खासै कहीँ देखेको पनि थिएन अरू भ्लगहरूमा पनि यहाँ आउँदाखेरि यसो हेरेको थियो के हुन्छ रिसर्चलाई थिएन तर यो पार्ट चाहिँ गाह्रो रहेछ अनि लो क्याम्प चाहिँ अब 2600 मिटरतिर मात्रै रहेछ सो अब त्यस्तो धेरै हुँदैन होला त्यही भएर हामी होपका साथ हिँड्दैछौँ अब चाहिँ त्यही दुध खर्क भन्ने ठाउँ पुग्छ अनि फरेस्ट क्याम्प त्यसपछि लो क्याम्प गाह्रो छ गाह्रो ओके हामी फाइनली यो दुध खर्क भन्ने ठाउँ चाहिँ आइपुग्यो अब यहाँबाट चाहिँ फरेस्ट क्याम्प जाने रहेछ यहाँ ठ्याक्क बोर्ड पनि छ सो यहाँबाट चाहिँ हामी फरेस्ट क्याम्प जाने हो तर अहिले लन्च टाइम भएको भएर एकैछिनको लागि हामी यो होटलमा बस्न लागेको खाना नै खानु चाहिँ मन छैन तर अब के पाउँछ यसो हेरेर खानु पर्ला सरकारी चाहिँ के हो सुक्खा रोटी मात्रै हुन्छ हामी यहाँ आइपुग्यो आज यहाँ अनि यहाँ गाइजहरू लास्टै बाटोभरि चाहिँ यस्तो साइन हुन्छ यो फलो गर्दै आयो भने करेक्ट रुट हुन्छ प्लस अरू म्यापहरू पनि हुन त हुन्छ फाइनली फरेस्ट क्याम्प आइपुग्यो अनि बाटोमा एकचोटि लड्यो पनि अनि गाह्रो त साह्रै गाह्रो भयो बट हामी आइपुग्यो फाइनली धेरै नलाग्ला यो फर्स्ट रोटी लाग्नु पुग्न 3 घन्टा कहाँ छ हामी खै तेरो फोटो छ
You are here. Okay. भनेपछि रेस्ट क्याम्प भन्दा अगाडि हो कि के हो लो क्याम्प? रेस्ट क्याम्प अगाडि त्यसपछि लो क्याम्प अब यहाँ यतिकै बस्नु त मिल्दैन होला अफकोर्स। बाहिर अघि हामीले एक ठाउँमा खाजा पनि खाएको थियो त्यहाँ चाहिँ महँगो महँगो नै थियो खानेकुरा चाहिँ। एलिभेसन चाहिँ 450 मिटर मात्र रहेछ यहाँदेखि लो क्याम्प नट लो क्याम्प त्यहाँ चाहिँ के थियो हामीले सुक्खा रोटी खाएको दुइटाको नै 300 प्लस सुप पनि चाहिँ 300 अराउन्डको थियो। अब यहाँ चाहिँ होटलहरू रहेछ तर हाम्रो डेस्टिनेसन त लो क्याम्प हो त्यसैले एकछिन त बस्ने हो अनि फेरि हिँड्ने। नरिसाइकन बस बस्नु कि होइन अमर मोबाइल पनि समात्ने इनर्जी छैन यार। ओके छ त के 4:45 चाहिँ हामी रेस्ट क्याम्पमा आइपुग्यो। त्यहाँबाट हामी फर्स्ट क्याम्पबाट चाहिँ आई थिङ्क 3:30 हिँड्यो होला। अहिले चाहिँ अलमोस्ट 4:45 भनेपछिको टाइम लाग्यो धेरै टाइम लाग्यो। सो आज सेकेन्ड डे अफ ट्रेकिङ। हिजो चाहिँ हामी बेलुका लास्टै ढिला आइपुग्यो। ढिला त होइन 7 बजा थियो होला तर यस्तो अँध्यारो अनि जङ्गलको बाटो रुँदै हाँस्दै के गर्दै आइपुग्यो। अनि आज चाहिँ हामी यो होटल लाली गुराँस भन्नेमा बसेको छौँ। आज भन्नाले हिजो बेलुका आएर बसेको अब त ब्रेकफास्ट खाएर निस्किने हो यहाँबाट। यो चाहिँ हो हामी बसेको। आज हामी कति मिटर माऱ्यो है? आज खोइ 31 हुँदैन हो कि मुन्खानै भएर हो र? हामी चाहिँ अब हाई क्याम्पलाई हिँड्न लाग्यो। अनि यता पनि रुमको चार्ज रुम भन्दा पनि पर पर्सन चाहिँ 1500 चार्ज। त्यसमा चाहिँ त्यही डिनर ब्रेकफास्ट अनि बेड त्यति नै हो। यहाँदेखि चाहिँ टोइलेट नि एट्याचवाला पाउँदैन अब माथि नै पाउँदैन। हिजो त गाह्रो भयो अब आज कस्तो हुन्छ चाहिँ लेट्स सी। हामी चाहिँ अब बादल डाँडाको नजिकतिर हो। अनि फाइनली यहाँबाट यस्तो राम्रो भ्यू देख्यो। यस्तो भ्यू त कहिले देखाएको थिएन। आजको हाम्रो डेस्टिनेसन सो हिजो हाम्रो लास्टै गाह्रो भएको भएर होइन हामीले आज धेरै जस्तो सामान चाहिँ लो क्याम्पमै छोडेर आयो। त्यही भएर
अलि सजिलो चाहिँ भएको छ तर यो के अरे बाटो पनि रमाइलो रहेछ क्या तर त्यही भएर पनि ठिक छ तर हाम्रो त फर्स्ट ट्रेक नै भयो नि त्यही भएर पनि लास्टै गाह्रो भएको थियो हिजो चाहिँ अब फाइनली बादलडाँडा आइपुग्यो हामीलाई कति टाइम लाग्यो भन्दाखेरि आई थिङ्क 1.5 आवर जस्तो लाग्यो होला यहाँ आउन चाहिँ यो कति मिटर रहेछ भन्दाखेरि यति रहेछ 3300 हो यहाँबाट चाहिँ माछा पुछु नि दामी देखिरहेछ भित्रको माओवादीको जस्तो यहाँ फोटो सुट हुँदैछ अलि राइट रो टी ब्रेक चल्दैछ यहाँ 3350 3350 हो 200 मिटर बढी त होला नि 3350 हो भन्दै इग्नोर भइरहेको तेरो उकालो चढ्नुपर्छ ओह्रालो झर्नुपर्छ फेरि उकालै चढ्नुपर्छ नि हामी जाने चाहिँ यहाँ देख्दैन खासै छैन नि हिजो कम चढ्यो अब कुन उकालो चढ्ने हो र यो अराउन्डमा हामी जाने चाहिँ देखिन तर खासै चाहिँ हामी बादलडाँडाबाट हाइकम्पलाई हिँडेको अहिले अलमोस्ट 11:22 भयो सो हेरौँ कति टाइममा पुग्छ 2 घन्टा भनेको छ यस भयो अस्ति त अब चाहिँ अलमोस्ट 1 बज्यो अनि आई गेस हामी जानुपर्ने चाहिँ यता निलो देखिरहेको छ नि त्यतातिर हो जस्तो लाग्यो यो वाला तलपट्टिको निलो चाहिँ बट नट स्योर अब चाहिँ हामी अलमोस्ट आइपुग्यो जस्तो छ अब 30 मिनट्स जति अनि गाह्रो भए पनि यस्तो ठाउँमा आएपछि चाहिँ फेरि आनन्द पनि आउने पिसफुल उता काठमाडौँमा के भइरहेछ त्यो स्ट्रेस एन्ड एभ्रिथिङ पनि केही टाइमको लागि भयो नि बिर्सिन्छ रहेछ एकछिन आनन्द चाहिँ आइरहेछ यस्तो छ अहिले रेस्ट फाइनली आइपुग्यो हामी चाहिँ हाई क्याम्पमा हियर इज द हालत इन्क्लुडिङ माइन यहाँ बस्न लाग्यो होटल होस्टेल हो कस्तो रहेछ मिठो सहन्छ हाम्रो मिल्क टी एक्सपर्टलाई सोध्नु पर्यो नि कस्तो रहेछ दाइलाई चाहिँ म त अघि सेल्फी लिँदै बसेको एक्लै खै कलर चाहिँ सही रहेछ सुई त्यो म चाहिँ 20 हिँडेर यतापट्टि बसिरहेको थिएँ नि म एक्लै त्यहाँ गएर हामी अगाडि गएर सेल्फी लिन थाल्यो भने त फेरि पोखराको बोटमै हो नि कस्तो रहेछ
माछा पुच्छ्रे चाहिँ देखिरहेछ यता सनराइज हुँदैछ सनराइज नै भयो भ्यू पोइन्ट चाहिँ पुगेन हामी Annapurna Range भ्यू पोइन्ट चाहिँ आइपुग्यो फाइनली फेरि जाडो भयो फेरि जाउँ क्या अब चाहिँ हामी फर्किनु लाग्यो हाई क्याम्पमा आयो चिया खायो अनि फोटो पनि खिच्यो अब तल झर्ने अहिले अलमोस्ट 8 बज्यो कतिखेर पुग्छ आउन चाहिँ हामी अलमोस्ट 2.5 आवर्स लाग्यो फेरि अलिक छिटो पुग्छ होला तल चाहिँ आज हाम्रो पोखरा नै पुग्ने प्लान छ त्यही भएर जानु पर्ला यो हाई क्याम्प भयो अब हामीलाई पुग्न पर्ने चाहिँ यहाँ हो होइन तर जति नजिक देखे पनि यो यति नजिक चाहिँ छैन अब 8 बजे अलमोस्ट सो हेरौँ कति टाइम लाग्छ अर्जनी हो मलाई मलाई नि एकैछिन चाहिँ दुखेको हो मलाई एकैछिन चाहिँ कॉपी लाते क्यों लाते हामी चाहिँ भ्यू पोइन्टबाट आउँदाखेरि अलमोस्ट 10:30 भयो ए सरी 9:30 भयो 1.5 आवर लाग्यो जाँदा चाहिँ 2.5 आवर हुन्छ आउँदाखेरि चाहिँ 1 घन्टा कम अनि आएर ब्रेकफास्ट गरेर अब हामी लो क्याम्पमा गएर अनि त्यसपछि सिरिङ जाने किनभने लो क्याम्पमा हामीले त्यो लुगाहरू छोडेको छ कि अनि अहिले चाहिँ 10:17 भयो हेरौँ ओके हाम्रो रुम चाहिँ यस्तो 5 जना बसेको 2टा डबल बेड एउटा सिङ्गल बेड ठिक्कको थियो तर अलिअलि बेडसिटहरू चाहिँ 4 थियो एउटा ऐना छ अनि टोयलेट चाहिँ सेयरिङ और निस्किन लागेको गाइज मेरो चाहिँ ट्रेक डन अब घर जान मात्र बाँकी हाम्रो एक दिन पोखरा सिटी पनि छ फाइनली आफ्टर 2 आवर्स लो क्याम्प चाहिँ आइपुग्यो अहिले चाहिँ 12:45 भयो सो इट्स गुड अब चाहिँ आई थिङ्क 3 आवर्स जति सिदिङ पुग्न अब यहाँ चाहिँ के खाएर जाने होला नि अस्ति बसेको ठाउँ एकछिन ब्रेक अब खाएर टुई पुग्नु छ जस्तो अस्ति हामी यताबाट सिधा आएको थियो आज चाहिँ यहाँबाट तलतिर ओर्लिने सिदिङ जान सिस्नो है I want to cry for that. Mana dulu rasa rasa tu lain dah gini. I want that door the rock. Come. Rat, Ali Jordan. Physically. सिदिङ चाहिँ आइपुग्यो सिदिङ हो कि सिदिङ अलमोस्ट 4 आवर्स नै लाग्यो जब कि 2.5 भनेको थियो अनि यहाँ चाहिँ यसरी जिपहरू पाउँदो रहेछ लकिली हामीले पनि एउटा पाइसक्यो सो अब पोखरा
2 आवर्स लाग्छ भन्दैछु झोला र स्पिड पछाडि राखौँ है हुन्छ थाहा छ फाइनली